हेलो नमस्ते स्टुडेन्ट्स फेरि म तपाईँहरूको लागि एउटा नयाँ भिडियो लिएर आएको छु। यो भिडियोमा चाहिँ तपाईँहरूले हेर्नुहुनेछ यो च्याप्टर 4 कर्पोरेट फाइनेन्सियल स्टेटमेन्टको इम्पोर्टेन्ट क्वेसनहरू। बोर्ड इक्जाममा हाम्रो जुन क्वेसन आएको हुन्छ होइन, त्यो क्वेसन चाहिँ हाम्रो कति मार्क्सको हुन्छ र यो च्याप्टरबाट चाहिँ कति मार्क्सको क्वेसन हामीले बोर्ड इक्जाममा फेस गर्नेछौँ र कस्तो कस्तो खालको क्वेसन आउला भन्ने एउटा बेसिक भनौँ न एउटा आइडिया चाहिँ तपाईँहरूलाई मैले यो भिडियोमा देखाउने छु। लागौँ यसपछिको हाम्रो मैले राखेको कन्टेन्टहरूमा चाहिँ। अब त्योभन्दा अगाडि चाहिँ मैले तपाईँहरू सबैलाई चाहिँ एउटा रिक्वेस्ट के गर्छु भने यो भिडियो तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेर्नुहोला होइन, र त्यसलाई चाहिँ मजाले नोट डाउन गर्नुहोला होइन, के कस्तो खालको क्वेसनहरू आउँछ। सँगसँगै यो भिडियो यदि तपाईँहरूलाई मन परेको छ, यदि मैले बनाएको भिडियोहरूमा तपाईँहरूलाई केही त्यस्तो सुझावहरू दिने मन छ भने तपाईँहरूले यही भिडियो अथवा अरू पनि कयौँ भिडियोहरूको कमेन्टमा गएर तपाईँहरूले आफ्नो सुझाव राख्न सक्नुहुन्छ होइन। जसले गर्दाखेरि मलाई चाहिँ अझै पनि यो मोटिभेसन हुन्छ कि अरू अरू भिडियोहरूमा चाहिँ तपाईँहरूको लागि मैले कसरी अझै राम्रो सजिलो गरी तपाईँहरूलाई बुझ्ने गरी एउटा भिडियो बनाऊँ र तपाईँहरूलाई मैले हेल्प गरौँ, जसले गर्दा तपाईँहरूले आफ्नो बोर्ड इक्जाममा चाहिँ राम्रो ढङ्गले एकदमै सजिलो तरिकाले एकदम छिटो छरितो सल्भ गर्न सकिने एउटा बेसिक बेस चाहिँ तपाईँहरूको बनोस् भन्ने एउटा सोचबाट चाहिँ यो अभियान मैले सुरु गरेको छु होइन। ल लागौँ अब यो भिडियोको कन्टेन्टतिर। मैले यहाँ केही भेरी सर्ट क्वेसनहरू राखिदिएको छु। यो च्याप्टरबाट तपाईँहरूलाई जुन थ्योरी क्वेसन आउँछ होइन, त्यो थ्योरी क्वेसन भनेको भेरी सर्ट क्वेसनमा आउँछ। जस्तो क्वेसनको प्याटर्न कस्तो होला भन्दाखेरि 1 नम्बरमा अब जस्तो भनेको छ, व्हाट इज फाइनान्सियल स्टेटमेन्ट? के हो त फाइनान्सियल स्टेटमेन्ट? हामीले योभन्दा अगाडि नै यो च्याप्टरको पार्ट 1 भन्ने भिडियोमा फुल्ली एक्सप्लेन गरेका छौँ होइन, मैले फुल्ली एक्सप्लेन गरिदिएको पनि छु। त्यसपछि राइट एनी टू अब्जेक्टिभ्स अफ प्रिपेयरिङ फाइनान्सियल स्टेटमेन्ट, राइट एनी टू लिमिटेसन्स, व्हाट इज ट्रेडिङ अकाउन्ट, राइट एनी टू अब्जेक्टिभ्स अफ प्रिपेयरिङ ट्रेडिङ अकाउन्ट, व्हाट इज प्रफिट एन्ड लस अकाउन्ट। यसरी नै तपाईँलाई यो च्याप्टरबाट आउने क्वेसन भनेको चाहिँ भेरी सर्ट क्वेसनमा 1 मार्क्सको क्वेसन आउँछ होइन। अनि सँगसँगै जस्तो अब न्युमेरिकल प्रब्लम आयो भने चाहिँ मैले यहाँ हुन त अब यो ट्रेडिङ अकाउन्ट, प्रफिट एन्ड लस अकाउन्ट, पिएल एप्रोप्रिएसन र ब्यालेन्स सिटसम्म यो 4वटै कुराहरू राखिदिएको हो होइन। यो भिडियो चाहिँ मैले क्वेसन चाहिँ मैले पार्ट 2 भन्ने भिडियोमा मैले सल्भ गरिदिएको पनि छु, जसमा चाहिँ सबै कुराहरू आओस् र धेरै जसो एडजस्टमेन्टहरू जुन तपाईँहरूको बोर्ड इक्जाममा प्रायः जसो सोधिरहेको हुन्छ, त्यस्तो खालको धेरै एडजस्टमेन्ट मैले युज गरिकन यो प्रब्लमलाई मैले पार्ट 2 भन्ने भिडियोमा सल्भ पनि गरिदिएको छु। सँगसँगै हेर्ने हो भने तपाईँहरूलाई यो बोर्ड इक्जाममा आउने क्वेसन भनेको ट्रेडिसनल एप्रोचबाट भनेको 5 मार्क्सको क्वेसनको लागि हो। जसमा चाहिँ कि त ट्रेडिङ पिएल, कि त पिएल एप्रोप्रिएसन, कि त पिएल एप्रोप्रिएसन र ब्यालेन्स सिट यसरी तपाईँहरूलाई सोध्ने छ होइन। जसमा चाहिँ अब तपाईँहरूले यो कसरी सल्भ गर्ने, अब के सोध्ला त भन्ने हामीलाई ठेगान पनि छैन। त्यही भएर ट्रेडिङ पिएल, पिएल एप्रोप्रिएसन र ब्यालेन्स सिटसम्मकै प्रब्लमलाई होइन मैले यो सल्भ पनि गरिदिएको छु। अब यो त मैले सल्भ गरिदिएको हो होइन। अनि त्यसपछि तपाईँहरू चाहिँ अब यही प्रब्लमलाई यो मोडर्न एप्रोचबाट इन्कम स्टेटमेन्ट, स्टेटमेन्ट अफ रिटर्न अर्निङ, ब्यालेन्स सिट, भर्टिकल फर्म अथवा स्टेटमेन्ट अफ प्रफिट एन्ड लस, स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन चाहिँ तपाईँले यो ट्राई गर्न सक्नुहुन्छ। तर मैले यो ट्रेडिङ अकाउन्ट, प्रफिट एन्ड लस अकाउन्ट, पिएल एप्रोप्रिएसन र ब्यालेन्स सिटको यो 4वटै जुन हामीले सल्भ गर्नुपर्ने थियो त्यो प्रब्लम चाहिँ मैले सल्भ गरिदिएको छु यो पार्ट 2 भन्ने भिडियोमा। त्यसरी नै हेर्न सक्नुहुन्छ तपाईँहरूलाई यदि ट्रेडिसनल एप्रोचबाटै यदि क्वेसन आयो भने यस्तो खालको क्वेसन आउनसक्छ है। जस्तो ट्रेडिङ अकाउन्ट, प्रफिट एन्ड लस अकाउन्ट मात्रै क्वेसन सोध्यो भने चाहिँ यस्तै खालको तपाईँहरूलाई क्वेसन दिन सक्छ। यो पनि क्वेसन चाहिँ म तपाईँहरूलाई पार्ट 2 भन्ने भिडियोमा मैले सल्भ गरेर राखिदिएको छु। जस्तो यो 3 नम्बर क्वेसनमा चाहिँ तपाईँलाई प्रफिट एन्ड लस अकाउन्ट र पिएल एप्रोप्रिएसन क्वेसन कसरी सोध्ला, कस्तो खालको प्याटर्नमा सोध्ला भनेर चाहिँ मैले तपाईँलाई एउटा स्याम्पल क्वेसन यहाँ देखाइरहेको छु होइन। तपाईँले एउटा कुरा विचार गर्नु है, माथिको यो टेबल भनेको चाहिँ ट्रायल ब्यालेन्स होइन। यहाँ चाहिँ हामीले ऱ्यान्डमली दिएको एमाउन्टहरू हो। यसलाई हामीले कसरी इन्ट्री गर्ने भन्ने कुरा आफै बुझ्नुपर्छ। अब यसमा त चिन्नु पर्यो अब एसेट्स कुन हो, एक्सपेन्स कुन हो, कुन कुराको इन्ट्री हुन्छ, कुन कुराको इन्ट्री हुँदैन होइन। जस्तो अब यो क्वेसनमध्ये चाहिँ एउटा कुरा मैले तपाईँलाई सम्झिराखौँ है त। जस्तो अडिट फी ड्यू टु पे भन्न त भनिदियो होइन, तर माथि हामीलाई अडिट फी दिएको छैन। यस्तो कुनै बेला एक्सपेन्सेसको, कुनै बेला इन्कमको आइटममा चाहिँ यसरी तपाईँहरूलाई दिन सक्छ। जुन कुरा भनेको जस्तो अडिट फीसँग रिलेटेड आइटम भनेको चाहिँ हामीलाई माथि टेबलमा दिएको छैन, तर एडजस्टमेन्टमा दियो भने यस्तो खालको क्वेसनलाई हामीले कसरी सल्भ गर्ने भन्ने कुरा पनि यो पनि मैले तपाईँहरूलाई यो पार्ट 2 भन्ने भिडियोमा सल्भ गरेर राखिदिएको छु होइन। तपाईँहरू त्यो हेर्नुहोला। सँगसँगै हाम्रो अर्को छ क्वेसन पिएल एप्रोप्रिएसन र ब्यालेन्स सिट। यो जति पनि मैले क्वेसन अहिलेसम्म देखाएँ यो सबै भनेको 5 मार्क्सको क्वेसन हो। अगाडिको ट्रेडिङ पिएल, पिएल एप्रोप्रिएसन र ब्यालेन्स सिट 4वटै गर्ने जुन प्रब्लम थियो त्यसबाहेकको सबै क्वेसन जुन छ
सबै भनेको 5 मार्क्सको क्वेसनमा आउँछ होइन। जसमा चाहिँ अब यसमा हेर्न सक्नुहुन्छ तपाईँहरूलाई चाहिँ पिएल एप्रोप्रिएसन र ब्यालेन्स सिट मात्रै भनिदियो भने कसरी सल्भ गर्ने भन्ने कुरा पनि मैले पार्ट 2 भन्ने भिडियोमा राखिदिएको छु। अब यसपछि हामी हेरौँ यो क्वेसन नम्बर 5 जसमा चाहिँ यो मोडर्न एप्रोचबाट इन्कम स्टेटमेन्ट, स्टेटमेन्ट अफ रिटर्न अर्निङ र ब्यालेन्स सिट यो पनि प्रब्लम जुन सुरुमा मैले तपाईँहरूलाई जुन मैले क्वेसन देखाएको थिएँ त्यही नै क्वेसन हो होइन। तर यो क्वेसनलाई पनि मैले मोडर्न एप्रोचबाट यस्तै खालको क्वेसन सोध्यो, यस्तै खालको धेरै एडजस्टमेन्ट राखेर क्वेसन सोध्यो भने चाहिँ कसरी इन्ट्री गर्ने होला भनेर तपाईँहरूलाई मैले पार्ट 3 भन्ने भिडियोमा चाहिँ राखिदिएको छु। र यसपछिको हामी क्वेसन हेरौँ है त। जस्तो अर्को छ हाम्रो यो स्टेटमेन्ट अफ प्रफिट एन्ड लस र स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन भनेको एनएफआरएसको अन्डरमा चाहिँ यदि क्वेसन हामीलाई सोध्यो भने एनएफआरएसलाई फोकस गरेर क्वेसन कस्तो खालको सोध्न सक्छ भन्ने कुराको लागि मैले यहाँ चाहिँ एउटा नयाँ शब्दहरू पनि जोडाएको छु। जस्तो नन कन्ट्रोलिङ इन्ट्रेस्ट कतिपय बुकहरूमा चाहिँ यी शब्दहरूको बारेमा खासै डिस्कसन गरेका छैन होइन। र सँगसँगै केही नयाँ आइटमहरू पनि छ त्यसलाई हामीले कसरी डिल गर्ने, कसरी रेकर्ड गर्ने भन्ने कुराको बारेमा पनि मैले यो पार्ट 5 भन्ने भिडियोमा चाहिँ यो क्वेसनको सोल्युसन गरिदिएको छु। र यो फर्मेटको बारेमा चाहिँ पार्ट 4 भन्ने भिडियोमा चाहिँ होइन स्टेटमेन्ट अफ प्रफिट एन्ड लस र स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन के कस्तो खालको हुन्छ, त्यसलाई कसरी बुझ्ने होला त, जसले गर्दाखेरि चाहिँ आफ्नो एक्जाममा आउने प्रब्लमहरूलाई कसरी सल्भ गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ तपाईँहरू सजिलै थाहा पाउन सक्नुहुन्छ। ल यो थियो मेरो तपाईँहरूको लागि चाहिँ इम्पोर्टेन्ट क्वेसन कर्पोरेट फाइनेन्सियल स्टेटमेन्टबाट तपाईँहरूको यो बोर्ड एक्जाममा क्वेसन आयो भने यस्तै खालको क्वेसन तपाईँहरूलाई चाहिँ होइन फेस गर्नुपर्ने हुन्छ। सँगसँगै तपाईँहरूले चाहिँ यदि यो भिडियो तपाईँलाई मन परेको छ भने पक्कै पनि यसलाई सब्सक्राइब गर्नु होला, अरू साथीहरूलाई पनि सेयर गर्नु होला। मन परेको छैन भने पनि तपाईँहरूले यसमा चाहिँ आफूलाई लागेको कुराहरू चाहिँ यो भिडियोको कमेन्ट मार्फत चाहिँ मलाई फिडब्याक दिन सक्नुहुन्छ। जसले गर्दाखेरि आउने दिनहरूमा चाहिँ यस्तै खालको भिडियो अझै राम्ररी तपाईँहरूको लागि देखाउनको लागि अझै कन्टेन्ट क्ल्यारिटी होस् होइन, जुन कुराहरू चाहिँ एकदमै ब्लरी रूपमा नहोस् होइन, एकदमै क्लियर रूपमा चाहिँ हाम्रो स्क्रिनमा देखिने गरी चाहिँ यस्तै खालको फर्मेटमा तपाईँहरूलाई मैले प्रब्लम देखाउने नै छु होइन। यो भिडियोको लागि चाहिँ आजलाई यति नै हो। म फेरि पनि अर्को भिडियो लिएर आउने नै छु। त्यति बेलाको लागि थ्याङ्क्स फर वाचिङ।